नमस्ते दर्शकबिन, फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो फार्मिङ खबरमा। यहाँ चाहिँ भनेको हाम्रो त्यही हो, अस्ति हालेको हो हैन। अनि अहिले चाहिँ हाम्रो भनेको यो अब लगभग 1.5 केजी को हुन लागिसक्यो होला। तर आज फेरि भर्खर हैन, तर 32 दिन नागिसक्यो होला। हामीले चाहिँ अब दाना अनि हालिसकेका छौं हैन। अनि म चाहिँ आज एभरेज वेट देखाउँदैछु 32 दिनको यो हैन। अनि अब खोइ हेरौँ, आउँदै रहेछ। आज लगभग 10 बज्न लागिसकेको छ, 9 बजिसकेको छ हैन। यहाँ चाहिँ हामीले भोज हालेको छौँ भर्खरै, आउँदै रहेछ, हेर्न सक्नुहुन्छ। मेसिन अन छ तर देखिँदैन कि जस्तो लाग्यो। यो भनेको चाहिँ हाम्रो नदेखिने रहेछ राति। यो चाहिँ हाम्रो भनेको 2 केजी 20 ग्राम छ। अँधेरो भएर यो चाहिँ देखिएन। यो चाहिँ हाम्रो 32 दिनको भयो। अहिलेसम्म भनेको लगभग एभरेजमा 2 केजी 1.5 केजीदेखि माथि नै भएको रहेछ हैन। ठिक छ, मर्ने सङ्ख्या भनेको चाहिँ यसमा त्यति ज्यादा छैन। अनि पहिला हामीले अहिले खुवाएको भिटामिन चाहिँ भनेको त्यही ग्रोथको मात्रै हो, अरू हामीले दिएको छैनौँ। अनि अगाडि अलिअलि त्यो उहरू ग्लुकोजहरू दियो हैन, अरू सब ठिक छ। अनि धुपाहरू पनि अब अहिले गर्मी लागिसकेको छ। यति गर्मी हिट छ भने अलिकति त्यो हुन्छ नि, त्यो ग्लुकोज हुन्छ हो, त्यो लिएर मान्छेले खाने चाहिँ लिएर अनि दिनुभयो भने राम्रो हुन्छ हैन। अर्को लिएर दिनुभयो भने हो त्यसमा चाहिँ वेट नबढ्ने हुन्छ हैन। अर्को त्यो ग्लुकोज चाहिँ त्यो भेटनरीबाट बेच्ने हुन्छ हो, त्यो लिएर दिनुभयो भने चाहिँ अलिकति वेट नलाग्ने हैन। अनि त्यसको उहरू पनि नबढ्ने हो, यस्तो हुन्छ हो। त्यही भएर मान्छेले खाने ग्लुकोज लिएर मात्रै दिनु होला। अरू चाहिँ त्यो सब ठग मात्रै हो। त्यो भनेको त्यहाँ भनेको भेटनरीहरूले ठग्ने मात्रै हुन्। त्यही भएर अलिकति आफै नै अलिकति उ भयो भने, अलिकति जान्ने बुझ्ने भयो भने अलिकति थाहा हुन्छ। अनि हो त्यसपछि चाहिँ अलिकति ठगिनबाट बचिन्छ। हामीले अगाडिको लटमा नबुझेर, अगाडि हाल्ने बित्तिकैको लटमा चाहिँ नबुझेर 41,000 रुपियाँको औषधि खुवाएको भिटामिन मात्रै। अनि 41,000 को भिटामिन भनेको यहाँ हो। त्यही भएर जानेर बुझेर हैन, अलिकति उ लिएर मात्रै फर्म खोल्नु होला। हस् त।